सर्वप्रथम त सबैजनालाई दर्शन नमस्ते भन्न चाहे र आज हामी घुम्टो सुनाउँदैछौँ। फेरि कसैसँग प्रेम भएर पार्ट 1 2 फेरि हामी त्यसलाई निरन्तरता दिने क्रममै छौँ र यति बेला भने हामीसँग एउटा अर्को नयाँ कथा घुम्टो आज हामी सुनाउँदैछौँ। प्लिज सुनिदिनु होला, माया गरिदिनु होला। यो माया मोह प्यार घमण्ड सब फिक्का लाग्न थालेको छ आज। हिजो टोलीमा सजिएर लजाउँदै बढेको घुम्टो आज एकाएक जिउँदो लासको कात्रो बन्न पुगेपछि कसैलाई प्रेम नै जीवन हो लाग्छ होला, तर मेरा लागि प्रेम जिउँदै मसानघाटसम्म पुर्याउन बाटो मात्रै हो। बाल्यकालमा निकै सुखमा हुर्किएकी म आज यो सब कसरी भइरहेको छ केही बुझ्नै सकेकी छैन। श्री पञ्चदेव माध्यमिक विद्यालय कक्षा 5 मा अध्ययनरत थिएँ अनि सँगै पढ्ने एकजना साथी थियो रमेश विष्ट। क्लासको पछाडि बेन्चमा बस्थ्यो अनि म जहिले अगाडिको दोस्रो बेन्चमा बस्थेँ। मलाई धेरै पछि मात्रै थाहा भयो उसले मलाई मन पराउँछ भनेर। मसँगै बस्ने एउटा साथी थियो पूजा। उसले पूजालाई केही कुरा भनिदिन भनेको रहेछ। क्लासबाट बाहिर भित्र गर्दा पनि सधैँ हेरेरै हिँड्ने गर्थ्यो। यस्तै यस्तै गर्दै वार्षिक परीक्षा नजिकै आइसकेको थियो। एक दिन अचानक परीक्षाको न्यु गरेर रमेश बोल्न आयो र भन्यो, रश्मि कतिको छ त परीक्षाको तयारी? मलाई अचम्म लाग्यो। एकछिन त केही पनि बोलिन र फेरि भन्यो, सुनेनौ तिमीलाई नै भने। ए हो र? मैले भने। तयारी त त्यस्तो खासै छैन, फेरि पनि ठिकै छ। केही बोलेन हो। मुसुक्क हाँस्दै ढोकाबाट बाहिरियो। हामीसँगै पढ्ने मेरो तल्लो घरको दाई हुनुहुन्थ्यो। दाईको कानमा के भन्दै हाँस्यो। दाई पनि हाँस्नु भयो। मेरो मनमा भन्ने ढ्याङ्ग्रो बज्यो। ला दाईसँग के पो भन्यो। दिउँसोको 1 बजिसकेको थियो, हाफ टाइम भयो। सबैजना छताछुल्लो भए। म र पूजा क्लासभित्रै छौँ। मैले पूजालाई सोध्न लगाएँ। नभन्दै पूजाले सोधिहाले, रमेश तिमीले राजु दाईसँग के भनेको? हेर त यसले कस्तो पिर गरिराखेको छ। उसले भन्यो, केही पनि छैन त मैले भनेको। मैले रिसाउँदै भने, केही नभनेको भए किन दाईको कानमा मुख गाडेको त? म अलि चुच्ची थिएँ बोल्नलाई। मैले झर्केर बोलेको सुन्दा उसको साथ त गयो। डराउँदै भन्यो, रश्मि नरिसाऊ, राजुसँग तिमीसँग बोले मात्र भनेको हो। उफ यो केटा मान्छेहरू पनि कस्तो कस्तो हुन्छ भने। हेर्न पूजा, हामी खाजा खान गयौँ। पसलमा पुग्यौँ पूजा र म। खाजा खाने ठाउँमा रमेश र राजु दाईसँग फेरि भेट भयो। राजु दाईले भन्नुभयो, नानी आइज बस यता, सँगै खाम हामी 4 जना भएर खाजा खायौँ। रमेशले मलाई मात्र हेरिरहन्छ। पूजाले पैसा निकाली उसले दिन दिएन। पर्दैन बो जाऊ मै दिन्छु। मैले आँखा तरेँ। फुरुक्क फर्कियो। उसलाई सँगै खाजा खान पाउँदा मात्र संसारै भोले जस्तै भएछ। अपराह्नको 4 बज्यो, छुट्टी भयो। सबैजना चिच्याउँदै कराउँदै निस्के। त्यो दिन ऊ बडो अनुशासित देखियो। सबैभन्दा लास्टमा बाहिरियो क्लासबाट। स्कुलको प्राङ्गणको गेटमा पुग्ने बेलासम्म हेरिरह्यो। अनि मैले पनि हेरेँ। घर पुगेँ, कपडा बदलेँ। अनि त्यस्तै त हो, गाउँमा पल्टोमा भुटेको मकै हालेर बारीतिर निस्केँ। मन मस्तिष्कमा रमेश मात्रै आउन लाग्यो। होइन के भएको छ आज मलाई? म आफै अचम्मित भएँ। आफ्नो गाला आफै चिमोड्छु अनि आफै लजाउँछु। छिन छिन। अलिकति घाँस काटेँ अनि फेरि उही पुरानो कुराहरू मनभरि खेलाउँदै घरतिर लागेँ। कोठामा आएँ, पढ्न बसेँ। किताब निकाले पढ्न कहाँ सक्थेँ र? किताबको त बहाना मात्रै भयो। मन मस्तिष्कमा उसकै कुरा मात्र खेल्न थाल्यो। उठेर खाना खान गएँ। खाना खाँदा पनि सँगै खाजा खाएको याद मात्र आउन थाल्यो। थोरै खाइ नखाइ गरेँ अनि कोठामा पसेँ। खाटमा पल्टेर लामो लामो सास लिएँ। सोचेँ भोलि भेट्दा मलाई के गरिस् भनेर 2 थप्पड हान्छु अनि थुक्छु पनि। जसो तसो निधाएँ। रातको 12 बजे। बिहानै उठेँ, हातमुख धोएर नास्ता गरेँ अनि घरको काममा सघाएर स्कुल जान तयार भएँ। पूजालाई बोलाएँ। पूजा ए पूजा होइन त अझै तयार भए कि छैनस्? भएँ है भएँ पर्खी। पूजा आई। हात समाउँदै सधैँ जसो स्कुलतिर लाग्यो। बाटोमा राजुदाले जिस्काउनु भयो, रश्मि तँलाई त रमेशले खुबै मन पराउँदो रहेछ। छ्या कस्तो जिसिनु भएको के दाइ? मैले भने, होइन साँच्चीकै भनेको, साह्रै माया गर्छ र तँलाई। फेरि थप्नु भयो। स्कुल मात्रै पुगु न, त्यसको के हाल गर्छु? म गडगडाउँदै रहेछ। पूजा हेर त दाइले पनि कस्तो कस्तो भन्नुहुन्छ भने। ह्या भयो छोड, दाइ जिस्किनु भएको तसँग।
पूजाले भने। स्कुल कोठामा पुग्यौँ, तर हामी सोचेको भन्दा ठिक उल्टो भयो। रमेश हिजोको रमेश थिएन। मैले उसलाई थप्पड हान्छु भनेको, तर उल्टी हेरेको हेरै बनायो मलाई। कपाल काटेर, ड्रेसमा आइरन गरेर, अनि बोर्डिङ पढ्ने विद्यार्थीको जस्तै जुत्ता, अनि बहुत अनुशासित। ओहो, यो सब कसरी? म अचम्म परेँ। पूजालाई इसारा गर्दै भने, ओ हेर त तेरो हिरो। म केही पनि बोलेन। पहिलो विषय पढाइ भयो। सधैँ जसो ऊ फेरि भित्र बाहिर गर्न थाल्यो, अनि मलाई हेर्न थाल्यो। मैले पनि हेरेँ। मन साह्रै लोभिन लाग्यो। के गरौँ? हाफ टाइम भयो, खाजा खान गयौँ। आज पनि फेरि भेट भयो र भनिहाल्यो रमेशले, रश्मि आऊ सँगै खाउँ। म केही बोलेन। उसँगै पूजा गई बस्नलाई, अनि म पूजाको छेउमा बसेँ। यो मन पनि के नै रहेछ र। आखिर एकैछिनमा पगाली त हाल्यो। पूजा उसँग बस्दा जलन त भएन, अनि अलि म छुच्ची भएको भएर बोलिहालेँ, ओ ह्यान्डसम, होइन के हो आज त निकै फरक देख्छु त। उसले मस्किँदै जवाब दियो, हुनै पर्यो नि, होइन र। खाजा खायौँ अनि निस्क्यौँ। उसले पूजाको हातमा चिठी दिएको रहेछ। घर पुगेपछि पूजाले दिए, ओइ ला तेरो हिरोको प्रेम पत्र। मुटुले झन् ड्याङ्ग्रो ठोक्न थाल्यो। हतार हतार कोठामा पुग्यो अनि चिठी खोले। त्यो बेला निकै चलेको ल्यापटपन चक्लेट 3-4वटा अनि बाबरी फुलको एक गुच्छा। यो मन झनै मदमस्त भयो। उफ, के होला चिठीभित्र। बिस्तार बिस्तार चिठी खोले। सुरुमै लेखिएको थियो, रमेश रश्मि। आहा हेर त कस्तो मिलेको नाम है। तिमी रिसाउँदैनौ भने एउटा कुरा भन, म तिमीलाई आफ्नै प्रेमिका बनाउन चाहन्छु, यदि अनुमति दिन्छौ भने। सधैँ सधैँ तिमीलाई थामिएका हात थाम्छु, सहमतिमै हुन्छौ भने। प्रिय रश्मि, मैले तिमीलाई कहिले कहाँ कसरी देखेँ केही थाहा भएन। बस जुन दिनदेखि तिमी मलाई मन पर्न थाल्यो, म कसैको पनि हुन चाहन्न। तिमीसँगै बसेर बोल्न त पाएको छैन, तर पनि तिम्रो लत लागेको छ। हिजो तिम्रो नाम लिएर बोल्न पनि मैले निकै साहस र हिम्मत लिएर बोलेको हुँ। मन परेको फुल अरू कसैले टिपिदेला भनेर। रश्मि हेर न, यी बेसारा हातले तिम्रो साथ खोजेको छ। भाग्यमा बाबाको साथ र माया नभएको यो अभागी निधारले तिम्रो अटुट प्रेमको बन्धन अनि न्यानो मायाको स्पर्श खोजिरहेको छ। जन्म जन्म 7 जन्म तिम्रो न्यानो मायाको काख खोजेको छ। हुन त म त्यति भाग्यमानी कहाँ छु र तिम्रो माया र साथ पाउनलाई। यदि मलाई तिम्रो हुन लायकको सम्झिन्छौ भने, यदि मलाई माया गर्न लायकको सम्झिन्छौ भने प्लिज जवाब देऊ ल। उही तिमीलाई अदृश्य रूपमा ज्यानभन्दा पनि धेरै माया गर्ने अभागी अनि बेसारा रमेश। अनि चिठीको तलतिर एउटा सुन्दर आँखा, तप्प तप्प 2 थोपा आँसु झरेको चित्र थियो। खै के भयो यो मन। अरू त सबै ठिकै थियो, तर उसले आफूलाई किन अभागी र बेसहारा भन्यो, यो कुराले मन पिरल्यो। निन्दा नै लागेन। मनले भोलि बिहान कति बेला होला मात्र भनिरह्यो। जसो तसो रात कट्यो। सधैँ जसो पूजालाई बोलाएँ। हामी हात समाउँदै स्कुलतिर लाग्यौँ। क्लासमा पुग्यौँ। पछाडि फर्केर हेरेँ, ऊ निकै माया लाग्दो र दयालु देखिएको थियो। दिनहरू बित्दै गए। मलाई उसलाई सोध्न मन लागेको कुरा धेरै दिन सोध्छु भनेको थिएँ, तर भन्न सकेको थिएन। एक दिनको कुरा हो। स्कुलले परिचय पत्र बनाउनलाई 2 प्रति फोटो चाहिन्छ भन्यो, अनि शनिबार दैलेखको सदरमुकाम दैलेख बजारमा गएर फोटो खिचेर ल्याउन भन्यो। पूजालाई भने सबै कुराहरू, अनि हामी 3 जना जाने भयौँ शनिबार बजार जान मैले पूजालाई बोलाएँ, अनि निस्क्यौँ दुवैजना। मैले पूजालाई सोधेँ, ओइ पूजा, तैँले रमेशलाई कहाँ भेट्न भनेकी छस्? चिन्ता नगर, तेरो हिरोलाई मैले सबै कुरा भनिसकेको छु। हामी बाटो लाग्यौँ। निकै पर पुगेर झारमाडी भन्ने ठाउँबाट मैले रमेशको गाउँतिर हेरेर पूजालाई भने, ओइ हेर त कति राम्रो गाउँ है। अनि रमेशको घर कुन चाहिँ होला? पूजाले छिल्लिँदै भने, जो भए पनि त आउन अझै 2-4 वर्ष बाँकी नै सक्या रे। अलि तल बास्तला भन्ने ठाउँमा पुग्यौँ। एउटा पसलको छेउमा रमेशलाई देखेँ। कति खुसी लाग्यो। पूजाले इसारा गरेर बोलाए। हामी अलि तल पुगेपछि रमेश पनि आएर हामी 3 जना सँगै गफ गर्दै बजारतिर लाग्यौँ। फोटो पनि खिच्यो, अनि हामी 3 जनाले एक प्रति फोटो पनि साट्यौँ।
चिनो भनेर। अब कहाँ जानु? नास्ता खाना हामी होटल जाने भन्यौँ, तर रमेशले जान मानेन, कारण पैसा नभएर रहेछ। किन नजाने? पूजाले सोध्यो। होइन, मलाई त भोकै छैन, मैले झर्केर भने। अनि पूजा खाजा सोध्न जाँदा रमेशले अप्ठ्यारो मान्दै भन्यो, रश्मि पैसा अलिक कम छ, अनि भनेको। यो मन त कस्तो दुख्यो। लाटा म छैन, हिँड। हामी होटलभित्र पस्यौँ। मैले सोधिहालेँ, रमेश तिमीले आफूलाई अभागी र बेसहारा किन भनेको? केही जान्न सक्छौ? रमेशले झस्किँदै चाउमिनको प्लेट टेबलमा राखेर पानीको जग समात्यो। मैले फेरि सोधेँ, ओइ लाटा खोइ त जवाब। उसले भन्यो, होइन भयो छोड कुरा। उसले पूजातिर इसारा गर्दै टाउको हल्लाएर भन्यो, तिमी केही नसोचेर ढुक्क भएर भन्दा हुन्छ। यो मेरो सबैभन्दा धेरै मिल्ने साथी हो। उसको आँखामा टिल्पिल आँसु आयो। एकैछिनमा आँसुले गह भरियो। म आत्तिँदै उसको छेउ गएँ। उसको टाउको आफ्नो काँधमा हालेर आँखाको आँसु पुछ्दिन के लागेको थिएँ। झन भक्कानु पर्दै रुन थाल्यो। रमेश ओइ लाटा किन, के भयो? म छु त। उसले वर्षौँपछि आफ्नो कोही बिछोडिएको मान्छे भेटे चाहिँ गर्यो, मानौ एउटा बच्चाले जस्तै। पूजा त हेरेको हेरै भयो। म पनि कहाँ सक्थेँ र आँसु रोक्नलाई। सँगै रुन थालेँ। रमेश प्लिज म छु त, के भयो भन न। पूजाले एक गिलास चिसो पानी ल्याए। मैले आफ्नै हातले पिलाइदिएँ। अलिक कम भयो। ऊ टेबलमा टाउको घोप्टो परेर लामो सास लिँदै थियो। रमेश मैले जानी नजानी मन दुखाएको भए सरी है। उसले गह भरिएको आँखा लिएर मलाई हेर्दै भन्यो, रश्मि हेर यिनै हुन् बेसहारा हात, यही हो यो अभागी निधार। मैले यसो भनिरहँदा तिमीलाई लाग्न सक्छ कसरी भयो बेसहारा, कसरी भए म अभागी। मेरो बुवा 62 सालको जनआन्दोलनमा हराउनु भयो। अहिलेसम्म पनि फर्किनु भएन। जहिलेबाट जान्ने र सुन्ने भएँ यो अभागी निधारमा बुवाको हातको टीका र आशीर्वाद परेकै छैन। म अक्क न मक्क भएँ, आफै भक्कानिएँ। अनि घरमा को हुनुहुन्छ त? पूजाले सोधे। उसले फेरि रुन्छे स्वरले भने, भाइ छ, एउटा बहिनी, मम्मी अनि म। फेरि घोप्टो पर्दै घुक्क रुन थाल्यो। फेरि पनि आँसुले गह भरिए मेरा। पूजालाई हेर्दै भने, पूजा हेर्न के गरौँ म, भन्नु एउटा तै त होस् मेरो साथी। पूजाले मलाई अँगालो मार्दै भने, साथी एउटा बिन्ती गर्छु तँलाई, मान है, बरु म मऱ्यो भने मेरो मुख हेर्न पनि नआइज। मैले हुन्छ भन्न भने। उसले मेरो एक हात समाई अनि रमेशको एक हात समाएर हामीलाई अनेक बिन्दुबाट एक बिन्दुमा जोड्दै भने, भगवानले तिमीहरू एक अर्काको लागि भनेर नै बनाएको हो। जन्म कहिले पनि एक अर्काको साथ नछोड्नु है, मलाई वचन दे रश्मि। के भन्नुभयो लाग्यो। अब म माथि ठुलै जिम्मेवारी आइलागेको छ। अब मैले यसको डटेर सामना गर्नुपर्नेछ। उसका आँसुले भरिएका गह पोछिदिएर भने, रमेश थाहा छैन कहाँसम्म यो सासले साथ दिन्छ। जहाँसम्म दिन्छ ढुक्क हो, म तिम्रै हुँ। अनि तिमीले पनि बैमानी गर्न पाउँदैनौ नि लाटा। ऊ खुसीले पागल भयो, केही पनि बोलेन, टाउको मात्रै हल्लायो। केही बेर मौन रहेर अनि पूजालाई भन्यो, पूजा तिमी आज मेरो लागि जिउँदो भगवानभन्दा कम भएनौ। तिमीले लगाएको यो गुण कहिले तिर्ने होला। तिमीप्रति ऋणी छु। तिमी साथी मात्रै होइन, कर्तव्य आमाले गर्नुपर्ने गर्यौ। आभारी छु पूजा। अपराह्नको 4 बज्यो। डाँडामा घाम गयो। त्यो बेला अहिलेको जस्तो गाडीहरू थिएनन् गाउँसम्म जाने। हामी सदरमुकामबाट गाउँतिर हिँड्यौँ तिनैजना। निकै रमाइलो कुरा गर्दै साँझको 6 बज्नै लाग्दा बास्ताला पुग्यौँ। अब छुट्टिने बेला आइसकेको थियो। हामी माथिल्लो बाटो जानुपर्ने। हुन त रमेशको गाउँको बाटो जाने हो भने झन्डै आधी घण्टा छिटो पुगिन्छ। तर साँझको समयमा तल्लो बाटो जाँदा सुराको खोला र बर्म भन्ने ठाउँमा निकै डराउने भएकाले, घुमौरो बाटो भए पनि माथिल्लो रोडको बाटो जान सुरक्षित हुने भएकाले आवत जावत गर्ने मान्छेहरू सबै माथिल्लो बाटो नै हिँड्थे। हस् अब छुट्यौँ है रमेश, पूजाले भने। नाइ तल्लो बाटो जाऊँ, उसले भन्यो। उज्यालो नै छ, डर लागो भए म छोडिदिउँला नि बर्मसम्म, हुँदैन? मैले भने, हुँदैन, कसैको भर छैन। मान्छेले मन त चोरिहाले कति चाँडे। अब मन चोरेपछि मान्छे चोर्नु पनि के बेर। म जिस्किएँ।
किन अब यो सब भइसकेपछि पनि चोर्न जरुरी छ र? तिम्रै घरमा आउँला नि तिम्रो हात माग्न, हुँदैन? रमेशले भन्यो। सजिलो छ है हात माग्न, मैले भने। हिँड जाम तल्लो बाटो, म छोडिदिन्छु वर्मसम्म। उसले मलिन अनुहारले बोल्यो, विनम्र अनुरोध गर्यो। मैले नै भन्नै सकिनँ र पूजालाई भने, हिँड जाम पूजा, तल्लै बाटो, परसम्म भए पनि सँगै त भइन्छ। बाटोमा रमेशले जिस्किँदै भन्यो, रश्मि हेर, बिहेपछि तिमी घाँस दाउरा मेलापात गर्न आउने जाने बाटो यही हो, ख्याल गरिराख है। अरू त सबै भइसक्यो, अब बाटो याद गर्न मात्रै त बाँकी छ, मैले भने। पूजा बिचमा थिए, हाम्रो सब कुराहरू सुनिरहन्छे चुपचाप, केही पनि बोल्दैन। रमेशको घर नजिकै पुग्यौँ। उसको बहिनी दादा दादा भन्दै दुग्गुर्दै